छानबिन आयोगले पटक पटक बोलाउन पनि अटेरी गरेपछि केपी ओलीलाई पक्राउ गर्ने तयारी। कोलमानमाथि हर्क साम्पाङको निरन्तर आक्रमण। आज पनि लाइन थिएन, कर्फ्यूको उपहार पनि थियो। अब भोलि चितवनमा पनि लाइन काट्नु है। खुट्टा तानेर बाटो छेक्ने राजनीति सिक्नु भएकोमा बधाई छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्की बीच सिंहदरबारमा विशेष भेट। प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्रिएन भने लेसपर प्रदर्शन गर्ने जेन्जीका अगुवा सुदन गुरुङको कडा चेतावनी। पोखरा एयरपोर्ट भ्रष्टाचार काण्ड अख्तियारले 55 जनामाथि मुद्दा दायर गर्ने तयारी। एकातिर जिम्मेवारी, अर्कोतिर पढाइ जीवनको एउटा सुन्दर दृश्य। एक्जाममा नकल रोक्न स्कुलको असाधारण उपाय। जेन्जी आन्दोलनपछि पहिलो पटक ओली र देउबा आउने सामने भेटघाट। युवा कि बुढा, देशलाई चाहिने नेतृत्वबारे घिसिङको ठुलो बयान। रूपन्देही 2बाट डाक्टर निकोलस भुसाल चुनावी मैदानमा, बहुमतले जित्छु भन्ने दाबी। नेपाली फिल्म मिरमिरेको आकर्षक टिजर सार्वजनिक। रटौलीमा बुहारीलाई अपमान गर्ने ट्रेन रोक्न ऐलिना चौहानको आग्रह। नेकपा एमाले फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ। भारतमा राइट टु कनेक्ट बिल 2025 प्रस्तावको अनुसार अफिस सकिएपछि काम गर्न बाध्य पार्न नपाइने। यदि कर्मचारीले आफै काम गरे भने अनिवार्य ओभरटाइम भुक्तानी दिनुपर्ने। स्क्रिनिङ गर्दै भारतबाट नेपाल पुगे रोशन कुमार, पशुपति र मुक्तिनाथको दर्शन। नेपाल एयरलाइन्सको इन्जिन 2 वर्षदेखि इजरायलमै ठन्कियो। अर्को जहाज पनि 1 हप्तादेखि उडेको छैन। छानबिन आयोगले पटक पटक बोलाउँदा पनि उपस्थित नभएको आरोपपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध कदम कडा हुँदै गएको चर्चा छ। आयोग स्रोतका अनुसार बयानका लागि उपस्थित नभएकाले आवश्यक प्रक्रिया अघि बढाउने तयारी भइरहेको सङ्केत मिले पनि आधिकारिक पुष्टि भने गरिएको छैन। राजनीतिक वित्तमा यसले ठूलो प्रतिक्रिया ल्याएको छ। समर्थकहरूले यसलाई राजनीतिक प्रहार भनेका छन्, जबकि विपक्षले कानुनी प्रक्रियाका रूपमा लिएका छन्। यो घटनाले आगामी राजनीतिक वातावरणबारे सबैको चासो बढेको छ। ऊर्जा मन्त्री कुलमान घिसिङमाथि मेयर हर्क साम्पाङका कटाक्षे। दिन प्रतिदिन ऊर्जा मन्त्री कुलमान घिसिङमाथि मेयर हर्क साम्पाङका कटाक्षे प्रतिदिन तीव्र बन्दै गएका छन्। सामाजिक सञ्जाल मार्फत साम्पाङले फेरि घिसिङको कामशैलीप्रति प्रश्न उठाउने भने। आज पनि लाइन थिएन, कर्फ्यूको उपहार पनि थियो। चितवनमा पनि लाइन काट्नु है। खुट्टा ताने राजनीति सिक्नु भएकोमा बधाई छ। उनका भनाइपछि राजनीतिक माहौल पूर्ण टाटिएको छ। साम्पाङको आरोप अनुसार महत्त्वपूर्ण दिनमा लाइन व्यवस्था कमजोर हुने र कतिपय अवस्था दबाव सिर्जना हुने अनुभूति हुने बताइन्छ। घिसिङका समर्थक भने यी आरोपलाई अतिरञ्जित र राजनैतिक उद्देश्य सहित गरिएको प्रतिक्रिया दिइरहेका छन्। यो विवादले सामाजिक सञ्जालदेखि राजनीतिक वित्तसम्म बहस चर्काएको छ। सिंहदरबारमा आज महत्त्वपूर्ण राजनीतिक भेटवार्ता भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै आगामी निर्वाचनलाई सफल र शान्तिपूर्वक बनाउन आग्रह गरेकी छिन्। भेटका क्रममा भण्डारीले प्रधानमन्त्रीलाई भनिन्, निर्वाचन राम्रोसँग गर्नुहोस् है। स्रोतहरूका अनुसार भेटमा चुनावको तयारी, सुरक्षा व्यवस्थापन र राजनीतिक स्थिति विषयमा विस्तृत छलफल भएको बताइएको छ। सिंहदरबारको वातावरण भेटपछि झनै चहलपहलपूर्ण बनेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको ठूलो भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर कदम चाल्ने भएको छ। अख्तियारले पूर्व प्रधानमन्त्री रामशरण महत सहित 55 जनामाथि मुद्दा चलाउने निर्णय गरेको स्रोतले पुष्टि गरेको छ। मुद्दामा अन्य केही पूर्व मन्त्री, सचिव स्तरका कर्मचारी र उच्च पदाधिकारी समेत परेका छन्। एकातिर जिम्मेवारी, अर्कोतिर पढाइ। यिनै बीचमा अगाडि बढिरहेको जीवनको एक सुन्दर दृश्य हाल सामाजिक सञ्जालमा चर्चामा छ। काम र पढाइ दुवै सम्हाल्दै मेहनत गर्ने युवतीको भिडियोले धेरैलाई प्रेरित बनाएको छ। धेरैले यसलाई सङ्घर्षभित्रको सुन्दरता भन्दै सराहना गरेका छन्। जेन्जीका अगुवा सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरी देशभर प्रदर्शन गर्ने चेतावनी दिएका छन्। एक विद्यालयले विद्यार्थीहरूले परीक्षामा साथीहरूको सार्ने समस्यालाई रोक्न अनौठो तरिका अपनाएको छ। अबदेखि छात्र छात्रालाई टेबल बीच ठूलो दूरी राखेर अगाडि पछाडि स्पष्ट अन्तर बनाइदिई परीक्षा दिन लगाइएको छ। जेन्जी आन्दोलनले राजनीतिक माहौल तातिरहेकै बेला आज पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउबा बीच अप्रत्याशित भेट भएको छ। सिंहदरबारमा भएको छोटो भेटलाई राजनीतिक वित्तले निकै महत्त्वपूर्ण सङ्केतका रूपमा हेरेको छ। दुवै नेताबीच देशको हालको वातावरण र आगामी कदमबारे केही समय अनौपचारिक कुराकानी भएको स्रोतले बताइएको छ। मन्त्री तथा उज्यालो नेपाल पार्टी संयोजक कुलमान घिसिङको अभिव्यक्ति। देश नेतृत्व क्षमता बारे बोल्दै उनले युवा उमेर र वृद्ध नेतृत्व दुवैको सिमाना उल्लेख गरे। घिसिङले भने, 20 वर्षको युवामा इच्छा शक्ति र जोश त हुन्छ, तर अनुभव हुँदैन। 70 देखि 80 वर्षको वृद्धमा अनुभव हुन्छ, तर शरीर र निर्णय क्षमता उस्तै हुँदैन। त्यसलाई देश सुम्पेर चल्दैन। उनका अनुसार देश चलाउन सही व्यक्ति, सही समय र सही स्थान आवश्यक हुन्छ। उनी भन्छन्, देशलाई अघि बढाउन सक्षम, ऊर्जावान र कार्यान्वयनमा बलियो नेतृत्व चाहिन्छ। डाक्टर निकोलस भुसाल रूपन्देही 2बाट आगामी प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्ने घोषणा
गरेका छन्। उनले जनसमर्थन आफूले पाएको दाबी गर्दै यो पटक बहुमतले जित्छु भनेर आत्मविश्वास व्यक्त गरेका छन्। आगामी नेपाली फिल्म मिरमिरेले आफ्नो सुन्दर र प्रभावकारी टिजर सार्वजनिक गरेको छ। टिजरमा दयाङ राई, प्रकाश सपुर सहितका कलाकारको दमदार अभिनय झल्किन्छ, जसले फिल्मप्रति दर्शकको उत्साह झन् बढाएको छ। फिल्म माघ 1 गते देशभर रिलिज हुने तयारीमा छ। टिजर सार्वजनिक भएको केही मिनेटमै सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्न थालेको छ। गायिका एलिना चौहानले रौटलीको नाममा बुहारीलाई अपमानजनक ढङ्गले हेला गर्ने चलन तुरुन्त बन्द गर्न आग्रह गरेकी छिन्। अहिले टिकटकमा बल्ल छोरो भएको थियो कमाउने, अब आइन एटिएम समाउने, रानीहार लाईलाई मैले पाएको छोरा नि उसैलाई जस्ता गीत बनाएर रटौलीमा बुहारीलाई खोज्ने गरी नाच्ने ट्रेन्ड बढ्दै गएको छ। नेपालको राष्ट्रिय ध्वजा बाहेक नेपाली एयरलाइन्स लगातार सञ्चालन समस्यामा परेको छ। एयरलाइन्सको A330 विमानको इन्जिन इजरायलमा मर्मतका लागि लगेको झन्डै 2 वर्ष भइसक्दा पनि अझै नेपाल फर्काउन सकिएको छैन। यता अर्को A320 विमान पनि करिब 1 हप्ता यतादेखि ग्राउन्डेड छ, जसले उडान सेवामा ठूलो असर परेको छ। एयरलाइन्स लगातार आर्थिक घाटा बेहोर्दै आएको छ र यस्ता प्राविधिक तथा व्यवस्थापन समस्याले स्थिति झनै गम्भीर बन्दै गएको छ। सर्वसाधारण र विज्ञहरूले नेपाल सरकारले आग्रह गरिरहेका छन्, यो राष्ट्रिय सम्पत्ति हो, तत्काल ध्यान दिनुपर्छ। भारतको भ्लादिमिर पुटिनको हालै भारत भ्रमण क्रममा राष्ट्रपति भवनमा आयोजित औपचारिक स्टेट डिनरमा मेनुमा एक अनौठो र लोकप्रिय परिकार भेजिटेबल झोल मोमो समावेश गरिएको थियो। पपुलर इन्डियन ब्लगर रोशन कुमार भारतबाट स्केटिङ गर्दै नेपाल आइपुगेका छन्। उनले स्केटिङ मार्फत पशुपति नाथ र मुक्ति नाथ दर्शन गर्ने लक्ष्य राखेका छन्। भारतमा नै उनले 12 ज्योतिर्लिङ्ग र 4 धाम स्केटिङकै भरमा यात्रा पूरा गरिसकेका छन्। कुनै पनि सार्वजनिक सवारी साधन प्रयोग नगरी अब उनले नेपालका महत्त्वपूर्ण धार्मिक स्थलहरू पनि यस्तै शैलीमा यात्रा गर्ने सपना बाँडेका छन्। उनको यो अद्भुत यात्रा अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ। भारतमा एक संसदले राइट टु कनेक्ट बिल 2025 संसदमा महत्त्वपूर्ण परिवर्तन ल्याउने पहल गरेकी छिन्। यो विधेयकले कर्मचारीलाई अफिस समय सकिएपछि काममा बाध्य नगरी अधिकारी सुनिश्चित गर्न खोज्छ। बिलका मुख्य प्रावधानहरू: अफिस सकिएपछि फोन नउठाई इमेल वा मेसेजको जवाब नदिए पनि कारबाही गर्नु नपाइने, अफिस समयपछि काम गर्न बाध्य पार्न नपाइने, यदि कर्मचारीले आफै काम गरे पनि अनिवार्य ओभरटाइम भुक्तानी दिनुपर्ने, अफिस घरको सीमालाई स्पष्ट बनाउन कम्पनीलाई आन्तरिक नियमावली बनाउने निर्देशन। यसैसँगै सामाजिक सञ्जालमा धेरैले भनेका छन्, काम जीवन सन्तुलनका लागि आवश्यक कदम। यस्तै नियम अस्ट्रेलियामा पहिलेदेखि नै लागू छ, जहाँ कार्य समयपछि कर्मचारीलाई अनावश्यक रूपमा सम्पर्क गर्न रोक लगाइएको छ।